हेलो गाइज भेरी गुड मर्निङ। आज टर्कीको मेरो सेकेन्ड डे। सो म चाहिँ आज सेकेन्ड डेको लागि घुम्न जाँदैछु। अनि त्योभन्दा पहिला म एकजना दाजुलाई भेट्न जाँदैछु। अनि चिनेको दाइ हुनुहुन्छ, उहाँले चाहिँ मलाई कसरी घुम्ने अनि त्यसपछि कुन कुन ठाउँ घुम्ने, कुन कुन मेन ठाउँ हो अनि त्यो सेड्युलहरू बनाइदिनुहुन्छ। त्यही हिसाबले म चाहिँ घुम्न जाँदैछु आज। सो गाइज अब आजको दिन अब सुरु हुन जाँदैछ। सो लेट्स सी गाइज अब के भेटाइन्छ आजको दिनमा चाहिँ। आज राति चाहिँ पानी परेको रहेछ गाइज, मलाई थाहा नै भएन। रोडहरू हेर्नु न, सबै भिजेको छ होइन, रोडहरू चिसो छ, थाहै भएन। हिजो त त्यत्तिकै कस्तो राम्रो टेम्परेचर थियो, झन् आज त झन् चिसो हावा पो चलिरहेको छ हिजोको भन्दा। पानी परेछ हिजो चाहिँ खासमा मजाले मिलाइहाल्यो, राति चाहिँ खासमा पानी परेको रहेछ। चिसो माथि झन् चिसो भइहाल्यो। हेलो गाइज, अहिले चाहिँ हामी यहाँनिर यहाँ दाजु हुनुहुन्छ अनि उहाँको अफिस यता छ। सो मैले उहाँलाई भेटिसकेँ अनि यता उहाँको ट्राभल अफिस रहेछ अनि म उहाँसँग अफिसमा आएको छु। अनि उहाँले चाहिँ मलाई गाइड गर्नुहुन्छ आजको टुर चाहिँ कसरी गर्ने अनि कस्तो तरिकाले गर्ने, उहाँहरू सबै गाइडहरू गर्नुहुन्छ मलाई। सो लेट्स सी गाइज, सो म उहाँसँग हेल्प लिन्छु। ओके गाइज, फाइनली गाइज म चाहिँ यहाँ दाजुको अफिसमा आएको छु। अनि उहाँको चाहिँ ट्राभल अफिस रहेछ सद्गुरु। अनि यहाँ चाहिँ दुबईमा पनि थियो सद्गुरु ट्राभल्स। अनि मैले चाहिँ धेरैचोटि टिकटहरू पनि काटेको छु। यहाँ टर्कीमा पनि रहेछ उहाँकै ब्रान्च अरे। सो म चाहिँ सद्गुरु ट्राभलको ब्रान्च उसमा छु, टर्कीमा छु। सो अब उहाँले टर्किस चिया अर्डर गर्नुभएको छ। टर्किस चियाको चुस्की हान्दै एकछिन यहाँ बस्छु, त्यसपछि म यहाँबाट हिँड्छु। ल आज चाहिँ मेरो यहाँ टर्कीमा आएर फर्स्ट टाइम टर्किस कफीबाट स्टार्ट हुँदैछ आज सेकेन्ड डे। यिनीहरूको यो ग्लास चाहिँ युनिक हुँदो रहेछ है, जहाँ पनि यस्तो। यहाँको टर्किस ग्लास चाहिँ यस्तो अब हजुर हजुर। टर्किसमा चाहिँ स्ट्यान्डर्ड टर्किस टी, यो टर्किस टी भने चाहिँ एकदम फेमस है यहाँको है। फेमस। अब यहाँ भन्नाले कस्तो हुन्छ भने जस्तै कि टर्कीमा दुधवाला चिया भनेको अचम्म लाग्छ। हजुर, यहाँको चिया चाय नै हो कि यहाँ के अरू केही हुन्छ यहाँ? यो कलर रातो टाइपको होइन, ठ्याक्कै एक्ज्याक्टली त्यो टी लिफ नै हो कि अरू केही हुन्छ? हामीले जो टी लिफ युज गर्छ नेपालमा त्यही टी हो। ए त्यस्तै टी हुन्छ, तर रेड छ है ओभर यहाँ, रातो टाइपको। अनि यो तपाईँको यो छ नि, यो के अरे यो सेतो चाहिँ के हो? यो चिज क्युबमा है। पाउडरमा सबै हुन्छ। सो लेट्स ट्राई गाइज। तपाईँ आज यसो गर्नुहोस्, त घुम्नुहोस् पहिला। सबै यहाँहरूको जो मेन मान्छेहरू छ सबै हाम्रो इन्डियनहरू छ। हजुर, भनेपछि तपाईँ सुरुमा केबाट त्यो कसरी प्रोसेस गरेर आउनुभयो भिजिटको लागि? निकै तिर्नुभयो होइन? मैले धेरै लगभग मैले त लगभग 7 लाख त मैले क्यास दिएको, त्यहाँदेखि लगभग 1 लाख त पकेटमा हालेर लिएको थियो। डलर? नै रुपिज, हाम्रो देशको पैसा। 1 लाख रुपियाँ चाहिँ लगभग गोजीमा हालेर आएँ। 7 लाख रुपियाँ त्यही एजेन्टलाई बुझायो। आजभन्दा कति वर्ष अगाडि? 7 वर्ष अगाडि भनौँ। 7 वर्ष 2017मा। युरोप टर्की भनेको चाहिँ युरोप नै हो भन्ने हिसाबले त्यो बेलामा त्यति किनकि त्यो बेला त्यसलाई ज्ञान थिएन। जस्तै कि टर्की भनेको चाहिँ जस्तै कि युरोपियन युनियनमा पर्छ पर्दैन भन्ने कुरो थाहा भएन। युरोपियन युनियन भन्नाले सेन्जेन भनेको चाहिँ के भन्ने कुरो यहाँ चाहिँ थाहा भयो। हजुर, त्यो बेला चाहिँ हामीले पनि युरोप कन्ट्री भन्नुहुन्थ्यो। सेन्जेन भनेको के हो यहाँ चाहिँ थाहा भयो नि त। ग्रुपमा आउनुभएको थियो कि एक्लै? हाम्रो चारजना ग्रुप थियो। त्यहाँ 4जना ग्रुप थियो, 1जना आएन। 2जना चाहिँ मभन्दा लगभग 15-20 दिन अगाडि आयो। त्यसमा चाहिँ एउटा मेरो आफ्नै गाउँको त्यति बेला नेपाल फर्किन्छु क्या। हजुर, पनि फर्किनु बसेको चाहिँ मै मात्रै हो। किनकि अलिकति यहाँको माहौल चाहिँ अलिकति चाँडै बुझेको चाहिँ मैले थिएँ। मैले चाहिँ चाँडै बुझेँ, भाषा यसो जान्दिनँ। त्यही म चाहिँ यहीँ बसेको गरेँ। अनि तपाईँको नाम चाहिँ तपाईँको नाम अनि नेपाल? म चाहिँ गणेश भाइको नाम चाहिँ गणेश तामाङ हो। नेपाल घर चाहिँ लम्चुङ। Hello. Yeah, like I'm beginner for YouTuber, so I'm making videos. Nice to see you. Thank you so much. Hello from Turkey and Istanbul, Sadguru Travel, with my best friend. What's your good name? Medar. Medar. It's Medar. It's difficult. You are staying here in the yes, area? I stay here. I was born
in Istanbul, Istanbul. like this. I'm Turkish. And this is Taksim area, right? Now, Saudi Arabia. Sorry. No, no, Yes. this one area is This Taksim. one, yes, just like this. Okay. Thank you so much. Okay, thank you. Bye. अनि हिजो नेपाल रेस्टुरेन्टमा गएको मोमोहरू पनि मिठो पाउँदो रहेछ अनि नेपालको तुलनामा अलिकति महँगो दुबईको अलमोस्ट दुबईको कम्पेरिजनमा उस्तै यस्तै जस्तो लाग्यो थोड़ा मतलब तो अंदर जैसे कि थोड़ा महंगे हो रही है म नेपालको धेरै महँगो आई थिङ्क 140 लिरा मैले पे गरेँ 140 भनेको त कति नेपाल थुप्रो नेपालको सबै धेरै धेरै महँगो हो यस्तो हो नि यहाँ पनि अब त्यति गेस्टहरू त्यति धेरै आउँदैन अब स्टाफको स्यालेरी दिनै पऱ्यो अलिकति साउन्ड महँगो महँगो गर्नै पऱ्यो हाम्रो फेरि हाम्रो नेपालको माने के छ महँगो पाएपछि 500 रुपियाँ तिर्ने जस्तो लागेको छ यहाँ फेरि हजुर यहाँबाट चढिनु हुन्छ अथवा म चाहिँ के भने यहाँ टाक्सिमबाट यहाँको तल गएर चाहिँ मेट्रो ट्रम फिनिकुलर भन्ने हुन्छ त्यहाँबाट तल गएर चाहिँ म यहाँबाट चाहिँ मेट्रो ट्रम्पै आउँछु भने पनि पाउनुहुन्छ तपाईँले हजुर ट्रममा आयो त्यहाँबाट यहाँबाट तर यो सबै कुरो भएर पनि यदि घुम्ने इच्छा के हिँड्ने इच्छा छ भने हिँड्ने इच्छा छैन गला त तपाईँबाट सरलाई हिँड्ने भयो गाइज मैले चाहिँ मेट्रो यो कार्ड पनि उ गरेँ के भन्छ यो रिचार्ज गरेको छु यस्तो खालको कार्ड हुँदो रहेछ यहाँ चाहिँ यो खालको कार्ड छ अनि पैसा थिएन अनि मलाई एकजनाले चाहिँ हेल्प गर्यो टपअप गर्नलाई यहाँ चाहिँ अर्को कुरा के मैले नोटिस गरेँ भने यहाँ लिफ्टमा चढ्दाखेरि चाहिँ यहाँ एलिभेटरमा चढ्दाखेरि चाहिँ जहिले पनि राइट साइडमा बस्दो रहेछ मान्छेहरू सो द्याट लेफ्ट साइडबाट चाहिँ अर्को मान्छे हिँड्न सक्छ म चाहिँ अब टर्कीको हरियो मकै पोलेको हरियो मकै खान जाँदैछु ल छतमा पनि अब मकै राखेको छ हरियो मकै यहाँको चाहिँ यो के भन्छ यो चेस्टनट चाहिँ ऊ गरेको भुटेको चेस्टनट चाहिँ दामी हुँदो रहेछ सो अनि मकै र चेस्टनट चाहिँ खानु पऱ्यो हेलो Hello. हाउ मच इज दिस चेस्टनट Small, medium, big. स्मल 100 lira. ओके Okay? एन्ड दिस वान कॉर्न 30. ओके So first you will put it here and then you will give me Okay? Small. small one, Okay. not 50 lira. I need No, small, small meal. only 100. Yes. And this is chestnut, so it's 100 lira. So I will take one corn also. Muhammad Chestnut रहेछ guys, यो चाहिँ पोलेको यसरी पोलेको हुँदो रहेछ अनि دائما هون عمو. मकै पनि छ यहाँनिर अनि म انت चाहिँ لازم अब عمو تليفون. एउटा मकै लिन्छु एउटा चेस्टनट लिन्छु यहाँ आएपछि अब प्रायः जस्तोले चाहिँ यो खाइरहेको हुँदो रहेछ होइन चेस्टनट खानु पऱ्यो You know Arabic? No, شوي. Little. ايه رضا. But your language is not Arabic, right? Only Turkish. ايه تركي انجلش How we say how are you in Turkey? Nasılsın? 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 Okay. Good morning. Günaydın. Günaydın. I love you. Seni seviyorum. Seni seviyorum. Seni seviyorum. म चाहिँ गाइज चेस्टनट र मकै खाइरहेको छु दुबईतिर चाहिँ मकै पाउँछ तर पोलेको पाउँदैन कि यहाँ चाहिँ पोलेको मकै पाउँदो रहेछ यो भुटेको चेस्टनट पनि भुटेर लिँदो रहेछ आगोमा यहाँ चाहिँ गाइज यस्तो चाहिँ मेसिन हुँदो रहेछ टपअप गर्ने हाम्रो उताको जस्तै दुबईको जस्तै मैले चाहिँ टपअप गरिसकेँ अब मेट्रो वेट गर्दैछु हजुर गाइज अब फाइनली गाइड म चाहिँ ट्राममा बसिसकेको छु ट्राम हुन्छ त्यति सिट चाहिँ धेरै नहुँदो रहेछ थोरै हुँदो रहेछ यो चाहिँ बाहिरबाट मात्रै हेऱ्यो आज चाहिँ भित्रै चढेर मजाले फाइदा लिएको छ ट्रामको ए मैले भन्नै बिर्सेछु यहाँ यो चढ्नलाई चाहिँ 10 लिरा पर्ने रहेछ कार्डमा रिचार्ज गर्नुपर्ने रहेछ 10 लिरा पर्ने रहेछ Need to tap again? Oh, station here, station, after start.
10 minutes start. No, I will go out. Yes. No need, right here. After. Oh. ल गाइज खासमा चाहिँ माछा मार्ने केटा रहेछ मैले बल्छी चाहिँ घरमै जोडेर आयो गाइज होइन यहाँनिर चाहिँ माछा मार्ने मान्छेको लाइनै रहेछ हो यता चाहिँ ओहो ठुलै सहर माछा परेको छ यसको चाहिँ ए यहाँभित्रै डब्बाभित्र रहेछ माछा चाहिँ ल त्यहाँभित्र यो रहेछ माछा ल यति मात्र रहेछ माछा ल हो झन् यहाँ चाहिँ कति धेरै मारेछ माछा त ल यस्तो सानो सानो माछा पो रहेछ ठुलो माछा भनेको त सानो रहेछ त फेरि ल मैले त ठुल्ठुलो माछा मारेँ होला भने सानो सानो माछा पाउँदो रहेछ ल गाइस अब गलता ब्रिज हो कि के हो यो टावर चाहिँ म हिजो गएको टावर उता छ मेरो पछाडि यो टावर हो यो टावर त्यहाँबाट हिजो हेरेको थिएँ मैले यहाँ तर आज चाहिँ म ब्रिजमै आइपुगेँ अनि यहाँ चाहिँ सबै मान्छेहरू यसरी माछा मारिरहेछ पुल सुरु भएकोदेखि नै यतासम्म माछा मारिरहेछ हो माछा त फेरि सानो रहेछ ल जताततै माछा मार्ने मान्छे छ क्या ल I have already. I don't need perfume now. मलाई साथीले भनेको थियो पहिल्यै यस्तो पर्फ्युम बनाउने मान्छेहरूले पनि यस्तो गर्छ भनेर तर मलाई चाहिँ चाहिँदैन पर्फ्युमहरू बेचिरहेको छ मलाई पहिला भन्थ्यो जसरी भए लिन लाउँछ यताउति मैले भिडियोहरूतिर देखाएको थिएँ कि जसरी भए पनि लिन लाउँछ भिडाउँछ यसो भन्थ्यो एकदम जबरजस्ती नै गर्ने रहेछ अनि मैले चाहिँ त्यही भएर अनि मलाई चाहिँ पुरा उ गरिरहेको छ पर्फ्युम किन्नुपर्छ त्यसपछि मेरो बच्चाहरू छ जसले पनि त्यही भन्दो रहेछ यहाँनिर सानो सानो पर्फ्युम बेच्नेहरूले टिस्यु बेच्नेहरूले यहाँ चाहिँ व्यापारै जस्तो लागि यिनीहरूको त्यो पर्फ्युम बेच्दो रहेछ टिस्यु बेच्दो रहेछ अनि के पानी सानी यताउति अनि भन्दो रहेछ कि अनि बच्चाहरू छ सानो सानो मेरो घर छैन के भन्दो रहेछ अहिले एकदम कर गर्दैछ जबरजस्ती अहिले मैले चाहिँ सोध्दो रहेछ मुस्लिम हो कि होइन भनेर सोध्दो रहेछ होइन भनेको स्वर्गमा जाँदैन भन्दो रहेछ अनि के अरे मैले चाहिँ किन्दिनँ कि उसको अनि के किनेर सेवा गर्दै यताउति के भन्दो रहेछ कि अनि सोध्दो रहेछ मुस्लिम हो कि होइन भनेको अनि यस्तो सेवा गरेन भने अनि स्वर्ग जाँदैन भन्न खोज्यो होला माफी जन्नत भन्छ मलाई यस्तो रहेछ अनि तपाईँहरूलाई पनि अवेरनेसको लागि मैले चाहिँ पहिला आउनुभन्दा अगाडि पुरा भिडियोमा यताउति हेरेर आएको थिएँ यो सबै भिडियोमा भन्दै थियो कि अनि कोही चाहिँ जुत्ता पुलिस गर्न आउँछ अरे त्यसपछि अनि कोही यसरी पर्फ्युमहरू बेच्नेहरू हुन्छ अरे कोही माग्नेहरू हुन्छ अरे अनि अलिकति नबुझेकोहरूले चाहिँ एकदम भिडाउँछ अरे अनि फसाउँछ अरे कि यिनीहरूले त्यही भएर भाइ तपाईँहरू आउँदै हुनुहुन्छ भने सतर्क हुनु होला अनि जताततै माग्ने मान्छे हुँदो रहेछ यहाँ त त्यो ठाउँमा यहाँ पनि माग्ने मान्छेहरू चाहिँ कमी नहुँदो रहेछ यो ठाउँमा पनि ल यहाँ कस्तो शीतल भएको माथि माथि बोटहरू यत्रो ठुल्ठुलो बोटहरू रहेछ ग्रुपहरू तल त शीतल हुँदो रहेछ यत्रो ठुलो भित्ता रहेछ यहाँले खै के को भित्ता अनि यो पुरै यतातिर चाहिँ के भन्छ क्या ट्रली बस्छ कि के हो ट्रामहरू चल्दो रहेछ अनि ट्राम चाहिँ चलेको आएकै भन्ने रहेछ आउने जाने ठाउँ नै भइरहेको रहेछ नि
शीतल रहेछ हो यतातिर त। वा म त के हो कहिले काहीँ गोरो आउँछ कहिले कालो आउँछ के भएको हो मेरो फेस छेपार जस्तै चेन्ज भावै गर्छ त हो है। यहाँनिर फेरि अब चाहिँ आएको जस्तो लागिरहेछ अलिकति यतापट्टि देखिरहेछ त्यसको टाउको। गाइज अहिले चाहिँ म हिँड्दा एउटा पार्कभित्र आइपुग्यो अनि यसको नाम चाहिँ गुलानी पार्क रहेछ अनि यसको म्यापहरू यहाँ यस्तो दिएको छ। ल हावामा उड्दा म त कहाँ यता पार्कतिर पो आइपुगेछु। ल पार्क अब हेर्दै जाउँ। पार्क पनि यत्रो ठुलो जङ्गल छ यार यहाँ त। ल हराउँछ कि अब बाघ आउँछ जस्तो लाग्यो मलाई। ल यत्रो फुलबारी छ यता यस्तो शीतल जङ्गल अनि वाइफाई पनि रहेछ अनि पार्क पनि खतरै रहेछ नि त। ल यहाँ हेरौँ ल फुलहरू त यस्तो मजाले फुलिरहेको छ यार। ल कति राम्रो कस्तो शीतल हुने पार्क लगाएछ यहाँ हेर्नु त मेरो पछाडिपट्टि कस्तो दामी फुल फुलिरहेको छ क्या। अब ल हरियो अनि बिचमा पुरा रातो फुलहरू पुरै उनै छ के यो बारी छ कि फुलको। ल यो चाहिँ यो एउटा चाहिँ के हो यो लङ के फुल हो कि भनिरहेको थियो अनि एउटा सयपत्री फुल पनि रहेछ बिरुवा तर त्यो चाहिँ यहाँ चाहिँ यस्तो पार्कहरू रहेछ। ल यतातिर अनि घुमेर हिँड्यो भने त समय गएकै थाहा हुँदैन होला यस्तो शीतल हुँदो रहेछ अनि कस्तो पिसफुल इन्भाइरोमेन्ट छ यता। क्या दामी के यता त ल मजाको ठिकै छोड्नु पर्ला जस्तो। ल यस्तो हरियो छ यार जङ्गल। वाउ गाइस यस्तो ठाउँ छ यार अनि दुवै बिर्सिन्छ हो अनि यसरी त घर फर्किनै बिर्सिन्छ जस्तो लागिरहेको छ मलाई। यस्तो हरियाली छ यार ठाउँहरू। हेलो गाइस यहाँ चाहिँ पुरा के हो रोजै रोज फुलिरहेछ यार। वा रेड रोजेस पुरै फुल यत्रो गार्डन भयो पुरै रोजै रोज छ। कस्तो दामी फ्रेग्रेन्स आइरहेछ क्या यसको। वा यार पछाडि ब्याकग्राउन्ड यस्तो राम्रो भयो त्यसपछि यस्तो रुखहरू अग्लो वा द्याट बाबा ल हेलो गाइज म चाहिँ हिँड्दा पुरै लास्टै थाकिरहेको छु। थाके पनि तर हार चाहिँ मानेको छैन कन्टिन्यू घुम्ने हो। अनि यो चाहिँ हागिया सोफिया तर पहिला खासमा चाहिँ यसको प्रोनाउन्स चाहिँ लेख्दाखेरि चाहिँ हागिया सोफिया तर आया सोफिया पनि भन्दो रहेछ यसलाई चाहिँ। सो यो चाहिँ खासमा पहिला चाहिँ चर्च रहेछ त्यसलाई चाहिँ अहिले चाहिँ मस्जिद बनाएको रहेछ। यस्तो छ यहाँ हेर्नुहोस्।
यो चाहिँ ग्रान्ड बजार है, सबैभन्दा संसारको सबैभन्दा पुरानो अनि ठुलो हो रे यो चाहिँ बजार। यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ गाइस। यो यहाँको ड्रेस लाएर फोटो खिच्ने रहेछ। यहाँ चाहिँ यस्तो फोटोहरू हुँदो रहेछ। यस्तो तरिकाले फोटो खिच्नु पाउने। यहाँ चाहिँ सबभन्दा बढी पाउने भनेको चाहिँ उयो रहेछ के अरे स्पाइसेसहरू, स्पेसली स्पाइसेसहरू चाहिँ धेरै हुँदैछ यो ठाउँमा। बाटोमा हिँडिरहेको अवस्थामा मैले चाहिँ यहाँ टर्किस ट्रेडिसनल डान्स गर्दै गरेको मैले यहाँ भेटाएँ अनि मैले आफ्नो क्यामेरामा कैद गर्न सफल भयो। अनि यहाँ चाहिँ मलाई के राम्रो लाग्छ भने यो डान्समा चाहिँ सबैजना ग्रुपमा डान्स गरिन्छ अनि हात समातेर म्युजिकको तालमा चाहिँ डान्स गरिन्छ अनि यो एकदम हेर्दाखेरि एकदम सुन्दर देखिन्छ। यहाँ हामीले देख्न सकिन्छ उनीहरू डान्स गर्दै गर्दाखेरि बाटोमा हिँडिरहेको मान्छेहरूलाई पनि उनीहरूले वेलकम गरेको छ अनि उनीहरू पनि जोइन भएको देखिन सकिन्छ। बाटोमा हिँड्दा हिँड्दा मलाई चाहिँ अति भोक लागेको भएर अनि मैले चाहिँ यहाँको फेमस ब्रेड टर्किस ब्रेड किनेर खाएँ अनि यसलाई चाहिँ 7.5 लिरा पर्दो रहेछ अनि मैले चाहिँ यो किनेर खाएँ अनि अति सारो चाम्रो जस्तै थियो तर खानालाई चाहिँ मिठो नै थियो जे होस्। यताबाट चाहिँ कष्ट आउँदो रहेछ बरु अनि मैले चाहिँ साथीहरू यो लिइसकेँ के अरे यो बसपरस टुरको 2 घन्टाको टिकट लिइसक्यो अनि टिकटको चाहिँ कति 130 लिरा पर्यो मलाई अनि टिकट चाहिँ यस्तो छ है यहाँ यस्तो खालको टिकट छ। अब आधी घन्टापछि पिकअप गर्छ अरे, आधी घन्टा भन्नाले अब 15 मिनट मात्रै बचेछ अनि म चाहिँ वेट गर्दैछु। सायद यिनीहरूको ग्रुप हुनुपर्छ होला, त्यसपछि चाहिँ 2 घन्टाको लागि समुद्रमा घुम्छ। हेरौँ कस्तो हुँदो रहेछ। त्यसपछि यो सकेपछि फेरि अर्को नाइटको लागि सोहरू पनि हुन्छ अरे, त्यो चाहिँ क्रुज चाहिँ डिनर त्यसपछि त्यस्तो सोहरू हुन्छ अरे। अब हेरौँ त्यो चाहिँ कस्तो हुँदो रहेछ। गाइज हामीले चाहिँ यो टुरमा जाँदैछौँ। हामीलाई चाहिँ अगाडिबाट एउटा मान्छेले गाइड गर्दैछ अनि यो मान्छेले चाहिँ त्यहीँनिर काउन्टर हुँदो रहेछ नजिकै, त्यहाँबाट लियो भने चाहिँ 100 लिरा पर्दो रहेछ अनि मैले चाहिँ थाहा नभएर ट्राभलमा गएर लिएँ अनि यदि युरोमा पे गर्ने हो भने चाहिँ 5 युरो, होइन भने यदि लिरामा पे गर्ने हो भने चाहिँ 130 हुँदो रहेछ अनि मैले चाहिँ लिरामा 130 लिरा पे गरेँ। अनि यसको खासमा चाहिँ 2 थरीको क्रुज हुँदो रहेछ, एउटा नर्मल एउटा चाहिँ ट्रेडिसनल सोहरू हुने जुन चाहिँ नाइटमा हुँदो रहेछ अनि यो चाहिँ अलिक सस्तो रहेछ, 1 देखि 1.5 घन्टासम्मको अवधि हुँदो रहेछ। अनि एक्चुअली यो चाहिँ साइट सिनको लागि अनि जो चाहिँ फर्स्ट टाइम आएको छ भिडियोहरू बनाउनको लागि अनि यहाँको भ्यूहरू हेर्नको लागि युज गरिने रहेछ अनि यो चाहिँ डे टाइममा हुने रहेछ, मर्निङमा पनि हुने रहेछ, आफ्टरनुनमा अनि इभिनिङमा चाहिँ अर्कै 3 आवर्सको हुँदो रहेछ 9 to 12 जहाँ चाहिँ अनलिमिटेड बफेट त्यसपछि टर्किस ट्रेडिसनल सोहरू हुँदो रहेछ। अनि म चाहिँ समय नभएको कारणले यो नर्मल क्रुजमा आएँ 1.5 घन्टाको लागि। अनि यसमा चाहिँ जाँदाखेरि चाहिँ हामीलाई यस युरोप साइडको नजिकबाट किनाराबाट लाँदो रहेछ अनि जसले चाहिँ युरोपपट्टिको चाहिँ यो किनाराहरू यो सिनहरू भ्यूहरू देख्न सकिँदो रहेछ। अनि
अर्को आउँदाखेरि चाहिँ हामीलाई एसियापट्टिको किनाराबाट हामीलाई फर्काउने रहेछ। अनि सो यस्तो गर्दाखेरि चाहिँ दुईटैपट्टिको भ्यूहरू देख्न एकदम सकिने रहेछ अनि एकदम रमाइलो हुने रहेछ। यो क्रुज पनि राम्रो रहेछ एक्चुअली। 1.5 आवरको ड्युरेसनमा चाहिँ उनीहरूले विभिन्न टर्किस ट्रेडिसनल डान्स, त्यसपछि अनलिमिटेड टर्किस टी, अनि अर्को चाहिँ उनीहरूले जुन ठाउँमा चाहिँ हिस्टोरिकल ठाउँहरू छ त्यहाँ चाहिँ टर्किस र इङ्ग्लिस ल्याङ्ग्वेजमा एक्सप्लेन गर्दो रहेछ। गाइज आजको लागि चाहिँ यति नै। यदि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला, सो द्याट म फ्युचरमा अझै राम्रो भिडियोहरू ल्याउने छु। धन्यवाद।